कम्बिनेसन अफ बोयल्स ल एन्ड चार्ल्स ल बोयल्स ल र चार्ल्स ललाई सँगै मिसाएर बोयल्स लको एक्लैको इक्वेसन त हामीलाई थाहा छ हैन भन त बोयल्स लको इक्वेसन हो इक्वेसन हो P1 V1 equal to P2 V2 हैन चार्ल्स लको इक्वेसन V1 by T1 equal to V2 by T2 अघि भर्खर लेखेन V1 by T1 equal to V2 by T2 चार्ल्स ल P1 V1 equal to P2 V2 बोयल्स ल ग्यास इक्वेजनहरु बोयल्स लको इक्वेजन चार्ल्स लको इक्वेजन बोयल्स लबाट मात्र पनि क्वेशन आउँछ चार्ल्स ल मात्र पनि क्वेशन आउँछ दुईजना मिलिकन पनि क्वेशन आउँछ हो म चाहिँ चार्ल्स ल एक्लैको चाहिँ क्वेशन अहिले गराइहालिन पहिला दुईजनाको कम्बिनेसन गराइदिन्छु त्यहाँदेखि चार्ल्स ल एक्लैको पनि गराइदिन्छु न्युमेरिकल बोयल्स लसँग मिसाएर पनि गराइदिन्छु भनेको सोचेको ल मेरो कन्सेप्ट चाहिँ त्यस्तो गयो नि त भनेपछि बोयल्स लको इक्वेसन भयो यो चार्ल्स लको इक्वेसन भयो यो हैन त अब कम्बिनेसन अफ बोयल्स ल र चार्ल्स ल हामी लेख्दैछौँ पछाडि हामी बोयल्स ल चार्ल्स ल र एभोगाड्रोस ल मिसाएर पनि बनाउँछ फेरि अहिले फिलहालमा यति बनाइराखौँ फ्रम बोयल्स ल बोयल्स लले हामीलाई के भन्छ भोल्युम अफ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु एब्सोल्युट के अरे भोल्युम अफ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु प्रेसर एट कन्स्ट्यान्ट टेम्परेचर को यो कन्स्ट्यान्ट मास एन्ड टेम्परेचर हो मास अफ द ग्यास पनि कन्स्ट्यान्ट हुनु पर्यो टेम्परेचर अफ द ग्यास पनि कन्स्ट्यान्ट हुनु पर्यो फ्रम चार्ल्स ल चार्ल्स लले हामीलाई के भन्छ भोल्युम अफ ग्यास इज डाइरेक्टली प्रोपोर्सनल टु एब्सोल्युट टेम्परेचर एट कन्स्ट्यान्ट के अरे मास एन्ड प्रेसर मास अफ द ग्यास कन्स्टेन्ट हुनु पर्यो अनि प्रेसर अफ द ग्यास कन्स्टेन्ट छ भने चाहिँ भोल्युम अफ ग्यास चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु एब्सोल्युट टेम्परेचर टेम्परेचर बढायो भोल्युम पनि बढ्छ टेम्परेचर घटायो भोल्युम पनि घट्छ यो चाहिँ भोल्युम अफ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु प्रेसर प्रेसर बढायो भोल्युम घट्छ प्रेसर घटायो भोल्युम बढ्छ हैन हामीलाई बाई जोइन्ट भेरिएसन हामीले अस्ति भेरिएसन म्याथ्समा गर्यौँ हैन बाई जोइन्ट भेरिएसनले के भन्छ यो भी सेम छ भने एउटा भी लेख्छ लेफ्टपट्टि प्रोपोर्सनल टु राइटपट्टिको चाहिँ जो माथिल्लो तला छ न्युमरेटरमा त्यो न्युमरेटरमा लेख्छ डिनोमिनेटरमा छ डिनोमिनेटरमा लेख्छ को न्युमरेटरमा छ टी न्युमरेटरमा लेख्दियौ डिनोमिनेटरमा को छ पी डिनोमिनेटर लेख्दियौ यस्तो जब तिमीले जोइन्ट भेरिएसन गर्छौ यति बेला चाहिँ यो भी टी र पी तिनै एउटा एकअर्कामा भ्यारी गर्छ भन्नु मतलब भोल्युम चेन्ज हुने बित्तिकै टेम्परेचर र प्रेसर पनि चेन्ज भइहाल्छ प्रेसर चेन्ज हुने बित्तिकै टेम्परेचर र भोल्युम पनि चेन्ज भइहाल्छ टेम्परेचर चेन्ज हुने बित्तिकै भोल्युम र प्रेसर पनि चेन्ज भइहाल्छ एकअर्कामा एउटा चेन्ज हुने बित्तिकै अरू दुईटा पनि के भइहाल्छ अटोमेटिकली चेन्ज भइहाल्छ यति बेला चाहिँ लेखिदिनुपर्छ वेयर all parameters vary एकअर्कामा डिपेन्डेन्ट छैन र कुरा बुझ्दैछ एउटा चेन्ज भयो भने अर्को पनि चेन्ज भइहाल्छ प्यारामिटर्स भन्नु मतलब VPT सबै नै के हुन्छ एउटा चेन्ज हुने बित्तिकै अर्को दुईटा पनि साइमल्टेनियसली चेन्ज हुन्छ और V प्रोपोर्सनालिटीको साइन हटाएर इक्वल लायो भने के हुन्छ एउटा कन्स्टेन्ट आउँछ KT/P भन्नु मतलब यो के चाहिँ को प्रोपोर्सनालिटी कन्स्टेन्ट प्रोपोर्सनालिटी नन जीरो कन्स्टेन्ट कुरा बुझ्यौ बुझ्दैछौ त्यसैले P into V क्रस मल्टिप्लाई हुन्छ PV इक्वल टु KT और यहाँ PV यहाँ लेख्दियौ यो T तल आउँछ T इक्वल टु के भयो कन्स्टेन्ट आयो और P1 V1 देख्दैछौ बाई T1 इक्वल टु P2 V2 बाई T2 यो यिनीहरूलाई जति नै चेन्ज गरे भने पनि कन्स्टेन्टै आउँछ हैन त प्रेसर चेन्ज गर्यो भोल्युम र टेम्परेचर चेन्ज भइहाल्छ तर ओभरअल चाहिँ के आउँछ कन्स्टेन्टै आउँछ PV/T गर्यो भने जहिले पनि के आउँछ कन्स्टेन्ट त्यसैले P1 V1/T1 इक्वल टु P2 V2/T2 इक्वल टु P3 V3/T3 इक्वल टु कन्स्टेन्ट भनेपछि बोयल्स ल र चार्ल्स लको कम्बाइन्ड ग्यास इक्वेसन लेख भन्यो भने के लेख्ने P1 V1
T1 by T1 equals to P2 V2 by T2.